एभ्रिवान नमस्ते गुड मर्निङ म सुषमा श्रेष्ठ अनि मैले चाहिँ आज पनि ब्लग लिएर आएको छु तिहार स्पेशल। सो अब चाहिँ दिवाली स्टार्ट भइसक्यो। अब हाम्रोमा चाहिँ अब तिहार स्टार्ट भइसक्यो हैन। सो अब तिहारको रमाइलो सपिङहरु थुप्रै रहेको छ हैन। म के गर्छु म तपाईलाई देखाउने छु हैन। सो हिजो अस्तिबाट नै अलिअलि तिहारको सपिङहरु भइसकेको छ। मसँग अब फुल भिडियो खिच्ने टाइमहरु नभए पनि हैन मैले सानो सानो क्लिपहरु खिचेर राखेको छु हिजो अस्तिको सपिङको। सो गर्ने छु अनि आज चाहिँ हाम्रो यहाँ फ्यामिली मेम्बरमा चाहिँ जेसस दिदीहरुलाई दाजुहरुलाई इन्भाइट गरेको छु। सो त्यही भएर उहाँको तयारीको लागि उहाँहरुलाई खुवाउनुको लागि तयारीको लागि हैन। सो तयारी गर्दै छु हामी चाहिँ। अनि अब म चाहिँ सबैको दशैं जस्तै लगातार अहिले हामी नेपालीहरुको दशैं जस्तै महान चाड हाम्रो तिहार पनि रहेको छ। सो सम्पूर्णमा तिहारको धेरै धेरै शुभकामना। दाजुभाइ दिदीबहिनी सबै आफूले आफ्नो घर परिवारसँग रमाइलो गर्नु होला हैन। स्पेशली भाइ टिका हैन। स्पेशल हाम्रो दाजुभाइहरुलाई सम्झेर दाजुभाइलाई लगाइदिने टिका हैन। सो सबैलाई ह्यापी तिहार त्यसको लागि हैन। सो राम्रोसँग रमाइलो गर्नुस्, मिठो मिठो कुराहरु खानुस् हैन। सो अब चाहिँ तिहारको अलिअलि कामहरु छ, तिहारको लागि काम छ। अब तिहार हैन। अब म चाहिँ अब टाढा भए पनि फ्यामिलीलाई सम्झेर अब आफ्नो अलिअलि पल्टनमा जे हुन्छ हामी पनि के गरेर रमाइलो गर्छौं त्यो तपाईहरुलाई त मैले देखाउने नै छु। सो लेट्स गो के हुन्छ अब चाहिँ मैले रोटीहरु गराउनको लागि मैले मैदा लिए। सो फर्स्टमा चाहिँ मैले नमकिनहरु बनाए। यसमा चाहिँ मैले 2टा प्याकेट मैदा लिएर अब यसमा चाहिँ मैले हल्का ज्वानो माडेर अनि राख्दै छु। यसपछि नुन अलिकति स्वाद अनुसार बनाले थोरै अनि यसमा चाहिँ मैले घिउ राखेको छु। घिउ चाहिँ लगभग मैले 2-3 चम्चा जस्तो राखेको, 2 चम्चा जस्तो। अनि हल्का अब यसलाई माड्नु पर्ने छ। यो पिठो डल्लो नपरिन्जेल यसरी मैले देखाएको छु त्यस्तै गरेर यस्तो हुनु पर्ने छ। त्यस्तो भयो भने चाहिँ पर्फेक्ट डो बन्छ। डो त बन्छ त्यही पनि हामीले चाहिएको जस्तो राम्रो बन्छ। सो मेरो डो पनि रेडी भइसक्यो। अब यसलाई एकछिन राख्छु 5-10 मिनेट। अब 5-10 मिनेट छोपेर राखेपछि त्यसपछि डो रेडी भयो। अब मैले 5-10 मिनेट राखिसके। अब राखेपछि यसमा मैले डोलाई एकैचोटी बेल्नु सकिदैन नि त, त्यही भएर मैले पुरै यसलाई हाफ गरेर डो लगाए अनि यसलाई लगभग पातलो गरेर बेल्नु पर्ने छ। अनि मैले मसँग चाहिँ त्यो बेल्ने चक्की नभएको भएर टाइल्स थियो, टाइल्समा हालेर बेलेर राम्रो बन्छ। यसमा चाहिँ चप्किदैन टाइल्समा। सो मलाई चाहिँ यही नै राम्रो लाग्छ अनि त्यही भएर मैले यसमा बेलेर यसमा कट गर्दै छु। कट चाहिँ फर्स्टमा चाहिँ मैले कट गर्ने तरिका अलिकति नआएर सो यस्तो भएको थियो। सो गर्दै गएपछि सबै कुरा आउँछ हैन, गर्दै जाने हो सिक्दै जाने हो। सो फर्स्टको लट चाहिँ यस्तो भएको थियो, कट हल्का नमिलेर स्क्वायर के भन्छ यो डायमन्ड सेप बनेको थियो तर स्मलमा। सो अब चाहिँ यसलाई फ्राई गर्नुपर्ने छ अनि यसको लेयर चाहिँ हल्का पातलो मिडियममा रहेको छ। धेरै पातलो भयो भने पनि राम्रो हुँदैन अनि धेरै बाक्लो भयो भने पनि राम्रो हुँदैन। सो यतिको भएको थियो। र यो चाहिँ फर्स्ट लट भएर अलिकति राम्रो भएन। अनि अब मेरो नमकिनहरु पनि रेडी भयो। यो चाहिँ अब लास्टको थियो। सो राम्रो भएको थियो। त्यसपछि म चाहिँ हल्का सपिङहरु गर्नुपर्ने थियो र बाहिर गएको थिएँ। सो देख्न सक्नुहुनेछ दिवालीको लागि कति धेरै बजार लागेको अनि कति राम्रो सामानहरु। हाम्रो दिवाली इन्डियामा पनि कस्तो मजाले मनाइन्छ, सबैको फेस्टिभल रहेको छ विश्वभरिको हैन। सो म आएर अनि खुर्मा बनाउनतिर लागे। खुर्मा बनाएर रेडी पारेर म यो फ्राई गर्नुको लागि पनि रेडी पारे। सो अब चाहिँ फ्राई गर्नुपर्ने छ। मैले चाहिँ फ्राई गरेको क्लिपहरु लिनु भ्याएन किन भन्दाखेरि आज मैले पाहुना खुवाउनु पर्ने थियो हो, त्यही भएर धेरै कुराहरु क्लिपहरु लिनु पाएन। सो त्यसपछि चाहिँ मैले अघि राखेको डो सेलरोटीको पिठो
भिजाएर राखेको थिएँ। सो अब चाहिँ सेलरोटी पनि रेडी भयो। सेलरोटी बनाएको रोटीहरू सबै रेडी भइसकेको छ। सो अब सेलरोटी देख्न सक्नुहुनेछ कति धेरै भइसक्यो। सो कतिवटा छ होला। सेलरोटी चाहिँ रेडी भयो। अघिको पिठोले चाहिँ मैले सेलरोटी बनाइसकेँ। अनि हाम्रो कर्ची मर्ची यो चाहिँ पोटा कलेजो हो। पोटा कलेजो भन्छ यसलाई। मैले माथिबाट टमाटर हालेर अनि यो भर्खर पाक्दैछ, रेडी हुँदैछ, मजाले पाक्दैछ। कस्तो मिठो स्मेल आएको छ। सो पोर्क इज रेडी। पोर्क पनि रेडी भयो, ग्रेभीवाला छ। ल जिरा राइस हो यो चाहिँ। तातो भात आउँदैछ। अहिले चाहिँ लक्ष्मी पूजाको लागि छ हाम्रो सेलरोटी। कतिवटा जस्तो छ होला। ह्याप्पी तिहार, ह्याप्पी दिवाली। हैप्पी तिहार, हैप्पी तिहार। हाँ इधर 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 साइड से हैप्पी तिहार, हैप्पी तिहार। यो चाहिँ हाम्रो क्वार्टर, हामी सबैको क्वार्टर यहाँ चाहिँ। हामी सबै क्वार्टर। हाम्रो सुशान्तको क्वार्टर दिल्लीमा, पन्जाबमा हाम्रो सुशान्तको क्वार्टर हैन। कति राम्रो देखियो नि। सो सबै कुरा रेडी भइसकेपछि बाहिरको डेकोरेसन पनि रेडी भइसकेको थियो। हाम्रो स्टार्टिङ त्यतिकैमा हाम्रो दाइ दिदीहरू आउनुभएको थियो। सो मैले चाहिँ वेलकम गर्नतिर लागेँ। त्यही भएर क्लिपहरू खिच्नु पाएन होइन, क्यामेरा लिएर बस्ने कुरा पनि भएन। लास्ट एन्डिङमा चाहिँ मैले हल्का खिचेको थिएँ। सो अब चाहिँ हामी बाहिर हल्का फोटो सेसन गर्दै रमाइलो गर्दै एकअर्कालाई भेटघाट गरेर बाई बाई गर्दै थियौँ। आजको लागि यति नै। बाई बाई एभ्रिवान।